गाइज गुड मर्निङ एन्ड ह्याप्पी न्यू इयर सबैलाई चाहिँ नयाँ वर्षको धेरै धेरै शुभकामना। म चाहिँ आज किन आफ्टर लङ टाइम पछि है त वेलकम टु माई ब्लग पनि भन्न चाहन्छु, किनभने आफ्टर लङ टाइम पछि चाहिँ म ब्लगमा आएको छु होइन। अब यहाँबाट चाहिँ हिन्दी हालेँ किनभने म अब कराई ल्याउनै बिर्सेछु। सो मैले चाहिँ आज सबैको मोबाइल चाहिँ चेन्ज गरी ब्लग बनाएको छु, किनभने मेरो मोबाइलको क्यामेरा चाहिँ अब त्यस्तै छ कि, त्यही भएर चाहिँ मैले ब्लग बनाउन छोडिदिएको थिएँ। आज ब्याग चाहिँ किन आएको छु भन्दा ब्याग आउनुको रहस्य चाहिँ धेरै छ, किनभने सबैले चाहिँ मैले हिजो टाइटलमा पनि हालेको थिएँ अनि मेसेन्जर पनि सबैले ब्लग हाल्नु न भन्दै हुन्थ्यो। अनि लेट्स गो आज चाहिँ हालिदिउँ भनेर म चाहिँ कराई ल्याउन आएको थिएँ। मम्मी के छ खबर? यो चाहिँ फेरि अर्को मोबाइल चाहिँ अनिसको मोबाइलबाट बनाउँदैछु होइन, त्यसले त्यही छोप्छ क्या। यो चाहिँ फेरि मैले अनिसको मोबाइल बनाउँदैछु। ऊ त्यहाँ मम्मी हुन्छ ती। मम्मी नमस्ते, ह्याप्पी न्यू इयर। जल्दी आई, बाई बाई। जल्दी आई, यस्तो गर्नुहुन्छ त चल्दिया भनेर चल्दिया। अब मोबाइल आज सबैको चेन्ज गरेर मेरो मोबाइल आज बन्दै हो, चार्ज टिक छ। थ्याङ्क यू। उता आइफोन युजर उता यो सबै मोबाइलको भोगी भयो क्या। अझै हामी मासु किन्छ भने जान्छौँ, त्यस्तै यो कुरा। अङ्कल अब हामी यति धेरैलाई 1 किलो मासु हो, अनि एउटा आएन लत्रे ग्याङ, यस्तोवाला ग्याङ आएन। कान्छु कान्छु नचलाइदियो क्यारी छु प्याट। यसको गनको नाम के हो थाहा छ कन तिमीलाई? M500। ल यो तिमीले ल। हामी पनि यस्तै थियौँ यार, हामी तर यस्तो चाहिँ खेलनाहरू चाहिँ त्यस्तो चाहिँ खासै हुन्थेन, तर हामी पनि यस्तै थियौँ क्या सानोमा। हामी त के भन्छ हावा बोल्छस्, हामी त के गर्थ्यौँ थाहा भने के अरे ल हिँड्छ ल सन्जय लाइक सब्सक्राइब गरिदिनु होला भन। थ्याङ्क यू। ओए बाई 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 सबलाई बाई 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 भनिदिनु एक फेर बाई। ल बाई बाई। ल यसै हो रमाइलो। हामी पनि सानोमा यस्तै गर्थ्यौँ। म चाहिँ कस्तो गर्थेँ विशेष कुला पछाडि चाहिँ कुलामा हुन्छ नि, कुलामा त्यतिखेर चाहिँ पानी हुन्थेन कि बालु हुन्थ्यो। त्यो जुन बत्तलको त्यो पछाडिको भाग काट्यो अनि एउटा काठमा चाहिँ काटेर गाड्यो अनि त्यसमा चाहिँ बालुवा राख्नु मिल्थ्यो नि त। बाटा बनाएर त्यसै हामी खेल्थ्यौँ के, त्यसै थियो। हाम्रो बचपन पनि त्यस्तो थियो हजुर, मैले बिगारिदिएको। चाहिँ हाम्रो आरदीप भाइ चाहिँ एकदमै हामीलाई देखाएको खै भन्छन्। आरदीप भाइको फ्यानहरू सबले चाहिँ भन्नु पऱ्यो कमेन्टमा, लभ फ्रम आरदीप भाइबाट आउनु पऱ्यो कमेन्ट, लभ फ्रम आरदीप भाइबाट। केटाहरू मनिष दाइको पनि त्यही डाइलग आएर 33 भ्युज पनि कटेन कि राजा, त्यो नभन 40 भ्युज गयो। ल नभन यार। लो यो राख सुनेको कुरा बुझेन होला, त्यही हो क्या तिम्रो मेरो, त्यही हो क्या। ल फाइनली अब हामी साँच्ची कतिजना छौँ? 2 4 7 जना यार। ल ठिक छ, 1 किलो मासु 7 जनाले पठाइदिनुपर्छ। केडा सर्व ए यो गोवान सर्वको बच्चो गोवान सर्वको बच्चा है, देखियो भने यस्तो सानो छ नि त अझै, ऊ शरीरमा त्यो मासुको लेयर पनि लागेको छैन नि त, त्यही भएर यो चाहिँ गोवान सर्वको बच्चा गाइज। यस्तै छ जिन्दगी। त्यो ब्लगहरू चाहिँ इच्छै नबजाइदिने गर, डिस्टर्ब हुन्छ। हामी यहाँ चढेर जाऊँ होइन। लगा थाहा हुन्छ धेरै हात। यस्तो काम चाहिँ कसले गर्छ भन्दा हामी दुइटाले हो नि भाइ। भ्लगलाई मजा दिनको लागि चाहिँ यस्तो काम चाहिँ गर्नुपर्ने हुन्छ। सो विशेष अब हामी चढेर जानु खाएनमै हामीले, त्यस्तो काम चाहिँ हामीले कहिले गर्दैनौँ। त्यस्तो लुकेर खानु हुन्न कहिले होइन, त्यस्तो काम कहिले जतिको तति हामीले खाएनौँ कि जतिको तति खाऊँ। त्यही भएर चाहिँ योभन्दा कुरो तिनीहरूले अझै नै हेरिरहेको थिएँ, शङ्का पाएन नै तिमीले चाहिँ सिधै ब्लग हेरेर थाहा पाउँछन्। केटा हो जस्ट ब्लगलाई इन्टरटेनमेन्ट दिनको लागि चाहिँ त्यो गरे हो। त्यो त पर्काइहाल्नु पोलेर हामी हल्ला गर्नु परेन कि, पोलेर खुट्टा होइन कि फेरि चटपट बनाउनु नारे भाइ लगाइदिनुपर्छ। सब चाहिँ भयो धेरै लामो पनि नभन, मनिष दाइको जस्तो कि होइन 1 घन्टाको फेरि दिनुहुन्न क्या। त्यो सानो मिठो बनाउने हो। रमाइलो चाहिँ अब हामीले दिने नै छौँ अगाडि जहाँ अब सिधै खोलाबाट सिधै हामी सिधै अड्डामा जाऊँ है त। आज हामी कहाँ सिधै त्यहाँ जाऊँ हामी। अब रहेछ अघि केटाहरू पछाडि थिए। हेर त आरदीप भाइ, हेर ठुलो बोतलमा त्यत्रै हुन्छ बे, यति हुन्छ होइन।
सिल प्याक नि खुल्ला भयो कि मैले यार सिल प्याक त बान्द्राको हातमै खुलेको हो क्या अहिले अहिले खोलेको हो कि भन्छ भिडियो देखा भिडियो बना छैन यार भिडियो चेक यहाँ सबैले दिदी खान पर्छ यिनीहरूले खाएन ए खाएनौँ क्या कस्तो भिडियो चेक यस्तो छ है अब खाएनौँ भन्दा पनि सुख होइन भानिज यार किन पछि गए किन पछि ढिलो गरेँ भने के त्यहाँ मैले यो केटाहरूको त यस्तो ऐसा चाला खाएनौँ है त यस्तो भन्न चाहिँ मिल्दैन भन्नु मिल्दैन मेरो भानिज भनेको एकदमै आँखाको तारा हुन्छ चुला खै त्यो एक गुटुक खाए चाहिँ खाएको खाएन हो ल ल चुलो निकाली या त मुखबाट होइन मजा गरेको खाएनौँ कि ल चुलो बनाऊँ खाएनौँ क्या सिल बान्द्रेको होइन खोलेको भए बाटैमा हो यार खाएनौँ यहाँ चाहिँ सबैले धमाधम काम गरेर आने केटाहरू यो चाहिँ मलाई ठिक लाग्छ क्या सबैले सपोर्ट गऱ्यो भने चाहिँ भइहाल्छ यहाँ चाहिँ मैले ल्याएको कराई हो खतरा कराईले हुन्छ नि अहिले चाहिँ हामीले कराई बसाल्ने चाहिँ होइन कराई चाहिँ अहिले बसाल्नु पर्दैन त्यो आगो बोल्छ भनेर हो ठिक छ तर कराई अहिले आगो बोल्यो कसले सचिन भन्थ्यो फेरि भाइले फेरि खुर्सानी मैले पनि एक मुठी ल्या हो अनि अब चाहिँ हाम्रो यो पोख्ने काम नगर हो यहाँ यसो गरौँ है दुईटा प्याज चटपटेको लागि यो प्याज र यो प्याज चटपटेको लागि होइन यहीँ बाल्टीमा पानी छ अनि खुर्सानी यति चटपटेको लागि होइन टमाटर यिनी गिला गिला खाने भाइ यता हेर म भन्छु त यिनी गिला गिला 3टा टमाटर चटपटेको लागि 3टा नै 2टा टमाटर अरू सब मासु ग्रेभीको लागि भात नछोबाउ न बाल्टीमा गिलास सिलासबाट निकाल ल यस्तै छ हाम्रो है हुँदैछ सब कामहरू आज चाहिँ हाम्रो यसरी मनाइरहेको छौँ होइन भर्खरै पानी ल्याएर चाहिँ भन्छ थाकेर चाहिँ बस्छ नाची ल सबले काम गर्छन् यस्तै काम गऱ्यो भने मलाई पनि बल्ल पिकनिक आउने मन लाग्छ केटाहरू सबले काम गर्छ यस्ता धोतीहरू आयो भने पिकनिकमा यस्ता काम नभएकाहरू बल्ल पिकनिक अलिकति नराम्रो हुन्छ चटपट बनाउने रेसिपी बताइदिउ अरे के म्यानेजमेन्ट पर्छ यस्ताले कानकै नेची लिएर उहाँ फाल्छु है मैले एचएम बङ्गाएर माछेर ए प्र्याक्टिकल ल्याउन मसीमा हुन्छ के पेपरमै प्र्याक्टिकल गरिदिन्छु मैले हातमै चटपटे बनाउनु त बेसी गयो ठिक छ अब चाहिँ हामीले गीत गाउँछौँ हाम्रो डान्सिङको लागि रहेको छु हार्दिक भाइ भने मादल बिटका रहिरहेको छन् र सङ्गीत दिनको लागि रहेको छु म सचिन र मादल बिटका रत्रे ग्याङको लिडर सङ्गीतको लागि रहेको छ गोरे ग्याङको लिडर नाच्नको लागि रहेको छ ड्रिपी ग्याङको लिडर साथै म चाहिँ सङ्गीत दिन्छु म अलि यो चाहिँ अलिक धिमी आवाजमा दिनु अब चाहिँ के भने हामी चाहिँ दाउरा खोज्न आएको पनि यो बटर दोकान छ बोतल पनि थियो यार यसो चाप्पा हानी हामी दाउरा खोज्न आएको चिरिप्पा हानौँ त चिरिप्पा यस्तो अब तिनीहरू नखानी परे अब यस्तो हामी कुलतमा फँसेको मान्छे पर्यो त्यही भएर चाहिँ यस्तो के गर्नु अड्डा पनि छ हाम्रो फेरि अड्डा सड्डा सबैमा हो क्या हामी फेरि यस्तै छ आइहाल्यो एउटा अझै एउटा आज आइहाल्यो खान नपाएको होला यार खान नपाएको आइहाल्यो ल सब त यसरी उता खान लाग्यो कि हामी सबै उता खान लाग्यो हामी हामी छिटो खाइदिउँ धेरै दिन हुँदैन यही भएन क्यामेराम्यानले पास हाल्नु क्यामेराम्यानले देखाउनै पर्दैन क्या ल यस्तो छ है खेततिर यार सबैले बनाउनु पर्थ्यो बराबर बनाउँछु कि मैले हेर्नु यो खानु यार तुलबी हो यार लागत चाहिँ नि यहाँ लड्न लागिसक्यो यो बिगा कुदियो त बाबा यस्तो हरामीलाई छोडिदिने हो नि मान्छे क्यामेरा छोपेर यति मेहनत गरेको मान्छेलाई छैन यार लुकेर खान गएँ म अझै हाम्रो यता ह्याङको मगरले चटपट बनाउँदैछन् गाइस Yes, I know, yeah. Owner, this owner. Owner, eating owner, are you and me? Yeah. Eating owner, both. Yeah. Okay. Yeah. Eating owner. Oi!
छिटो अझै किन नदेखि ठाउँमा हिँड्नु क्या भन्दै गरेको चटपटे गाई हामीले लिएर भागदेखि बजाम खानामा हाम्रो खाएन मजा गरेर खाएन भनौँलाई जमजम गाइस So अब चाहिँ हामी चटपटे बजाउँदैछौँ हाम्रो भगवानले चढाएन हामीले अझसम्म नि खाएन हामी नखानुभन्दा अगाडि चाहिँ ओम मङ्गलम विष्णु हरि गुन्ना रे पाचे रमा मङ्गलम भगवान तिमी हो नि त मैले खान्छु भगवान हो नि त 1 2 3 गो सुस्त है यो पारा थोरै त्यस्तो छ है मैले बनाएको चटपटे चाहिँ माम मान्जाले मिठी बनाइयो नुन अलिकति कम हो कि मिठी बनाइयो तर ठुक्छ गाइस ल अब चाहिँ हामी मासु पकाउनको लागि चाहिँ प्याज काट्दैछन् आजको सबै कुकमेन चाहिँ चुले निम्तो चाहिँ नारेलाई थियो है र हेल्परको लागि चाहिँ यहाँ हाम्रो भाइ रहेको छन् साथै म पनि हेल्परकै लागि हुनेछु म चाहिँ यसो केटाहरू खोलामा गएन होइन अब तिनीहरूले चाहिँ के कसो एउटाले खोला सफा गर्न थाल्यो ओए भित्रै छिरेर सफा गर्के तिनीहरूले चाहिँ अब त्यहाँ पानी हाल्दा छन् भान्जे हात नलगा भाइ कोक खाइदिलान् भन्ने डर छ फेरि मलाई के गर्नु यस्तै छ चटपटे खाइयो मजा लाग्यो नारेको हातै मिठो छ है के छ हातै मिठो छ गरे फेरि हात पनि खाइदिनु अरे फेरि ल फोकस गर्नु त मैले स्पोन्सर हान्दिन्छु हेर न माटामा फाल्छ यार मसला गोर्सिङमा स्पोन्सर हान्दिन्छु त मैले भनेको त 2 वर्ष हुन थाल्यो छोडिदियो कुरा होइन तर हात मिठो छ अब मासु पनि नारेकै हातमा थोरै लाग्छ मासु पनि अब के कस्तो पकाउँछ आज हेरौँ तर थोरै हेल्प चाहिँ मैले पनि गर्छु सो त्यही हो कुरा अब चाहिँ हामी मासु पकाउनुतर्फ लाग्छौँ ममा जम पान्छु भनेर चाहिँ भाइ लो दनक दे त खोलातिर टाउको फुटेको 2 टाका लाग्यो वाह ल ठिक छ ह्याप्पी न्यू इयर सबैले ह्याप्पी न्यू इयर अब चाहिँ डेक बज्दैछ म्यान आइसकेको छ मासु म्यान हामी चाहिँ मासु पानीमा भिजाइदिउँ चिसो है मासु चिसो छ त्यो पानीमा भिजाएर मसला पिस्न ओ बादर ल्याउने हैन के भाइ मसला बादर कसले मासु लिनु अरे मलाई बादर मासु बादर ओ बादर त्यसमा अलिकति पानी रुहा चढ्न गयो नि ब्याग घाटै चल्यो नि ए टेन्सन भयो बोल्न नपाइसकेपछि टेन्सन हुने यता फेरि किसिम बोल्न नपाइसकेपछि टेन्सन हुन्छ अरे पिसेकै छैन कि यिनले मसला यार बसको फोनको कभर चाहिँ मलाई बहर लाग्यो के चाहिँ हाम्रो प्याज छ र मासु कता मासु यहाँ छ बन्दैछ अब बिस्तारै ल है त उता गीत बजाइदिन्छन् केटाहरूले फेरि नाङ्गु नाङ्गुमा नौनै गइसिन् कसले गीत गाउने मसला चलिरहेको छ है ल ठिक छ सबै केटाहरूले काम गरेर आज मलाई त्यही भएर खुसी लाग्यो बाबु यहाँ मेरो चटनी पिस्न सघाइदिउ त यस्तो चटनी मलाई नुन हल्दी सबै दियो मसला अब यो पनि हो खै देखाउ त इन्डियन भनि त जाने है केटा चटनी पिस्ने यार साह्रो भन्न यार कसले सिकाइदियो गुड मिठी खान्छु कति खान्छु एक झापर कि 2 झापर भाइ यता दिउ न नुन बेसारहरू च्यालेन्ज देखोस् सिंगल आइज न सिंगल आइज हो क्या मैले यहाँ कहिले भिडियो ओइ सचिन भाइ एक झापर खाने पर्छ क्या एक झापर त निशाना त निशानै हो क्या भन अब कुरा त्यस्तै हो कि हाम्रो भान्सेले चाहिँ बनाइरहेको छ यो चाहिँ भर्खर नआएर आयो आर्दी भाइ चाहिँ के हेरिरहेछन् भनिरहेको थिएँ मैले यहाँ चाहिँ सुते हैछन् यिनको आइफोन 11 लगेर बेचिदिने हो क्या पुरै भुस पऱ्यो न खै यिनलाई यस्तो चलाम त उठाउने यार सुत्न देऊ न यार रातभरि सुते आएन यार नसुत्न देऊ रे ल के चलिरहेको छ यता लत्रेलाई हेर यता यस्तो लथालिङ्ग सुतेपछि नि काम लाग्छ यता हेरौँ डाइलगको मुस्कान हुन्छ है आयो यी सुतेको मान्छे नि उठ्यो है यताको मुस्कान आयो खतरा सो फाइनली अब चाहिँ हाम्रो यहाँ हुँदैछ है त केटाहरूले चाहिँ राख्दैछन् मासु सासु राख्दैछन् उसले पड्काइदिइसक्यो भगवानलाई चढाइ नचढाइ हानिदिन्छन् केटाहरूले उहाँ चाहिँ कोक लाग्दैछन् भुचा चाहिँ सबले छोपे होइन केटाहरूलाई खाना लास्टै आत्तुरी भयो जस्तो छ ल त्यही हो अब चाहिँ हामीले खान्छौँ है
भोक लागिरहेको छ बिहानबाट हजुरहरूले पनि घरमै इन्जोय गर्नु होला हामीले चाहिँ अब नयाँ सालको उपलक्ष्यमा वनमा इन्जोय गर्थ्यौँ र सबै हाम्रो केटाहरूलाई फेरि पनि अझै एकचोटि ह्याप्पी न्यू इयर र सबै हाम्रो दर्शकहरूलाई फेरि पनि एकैचोटि ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना नेपाली हो नेपाली बोल्नु बिर्सिनु हुँदैन यही नै हाम्रो प्रशिष्टान र अनुभव ए जेसु केस ल है त खाम है त अब चाहिँ खानुपर्ने हुन्छ ल केटाहरूले चाहिँ खाइसके आज यो पकाएको चाहिँ नारेले है त हाम्रो स्पेन्सर पकाउनेमा चाहिँ नारे रहेको छन् केटा कस्तो छ मासुको टेस्ट कस्तो छ केटा इन्डियन देइरहेको छ बान्द्रे बाबु अनि हाम्रो हेल्पर मिठो छ रोमस सुतुवा बाँदर उसलाई त जे नमिठो भयो नि मिठो लाग्छ एक थाल खाना भएपछि त त्यही हो चलो मैले पनि खान्छु अब प्रति व्यक्ति ल बजाम ल कोक यहाँ चाहिँ यसो यता उसलाई चाहिँ जहिले यसो यता के हो त्यो लोकल हो हाइवे रेट हो स्प्राइट ठिक छ यस्तै हो हाम्रो अब केही यादहरू हामीले समेटिरहेको हुन्छौँ भ्लगमा आज धेरै पछि भ्लग बनाइयो सो धेरै पछि चाहिँ होला नारे पनि आज भ्लगमा आएको धेरै भ्लगमा आएको थिएनन् र बान्द्रे चाहिँ हाम्रो फर्स्ट टाइमै हो भ्लगमा है बान्द्रे के छ मजा लाग्छ नि खाना बब्बाल छ ल ठिक छ उसले चाहिँ भाँडा धुँदैछ अनि मैले पनि सबै भाँडा धोएर मैले हो आफै रोके तर सुस्ता हान्छु न त बढी दुस्किने हान्छु म मलाई अलिक ओह्रालो पऱ्यो अलि उता ब्याग जोता रगते आयो यार पेन्डल सिधा गर भाइ सिधा सचिन रेडी अनिस रेडी रोग मलाई मिलेन छोप्न ल 1 and 2 and 3 देख्न सक्नुहुन्छ यहाँ सचिन र अनिसको पन्जा लडाई सक्छौ ल सकिन्छ ल सक्यो ल कलाइमा छोप्नु पर्छ सक्यो ल अनिस हार्यो सक्छौ ल द विनर इज सचिन सक्छस् क्रिम चाहिँ अब गर्नु बेला आइसकेको छ र गर्ने बेला आइसकेको छ र फेरि हजुरहरूलाई ब्लग कस्तो लाग्यो हजुरहरूको प्रतिक्रिया दिनु होला अबदेखि ब्लग हाल्ने कि नहाल्ने यस र नोमा प्रतिक्रिया दिनु होला हो नि अनि ब्लग देख्दाको तपाईँको रमाइलो पनहरू पनि प्रतिक्रिया गर्नु होला पछाडिबाट मेरो बिल्ला उडाइरहन् धोबी खान जस्नी ख्याल गरेर मैले पहिले भनिरहने फेरि चोरी दाइ ल आजको लागि यति नै फेरि मिल्नेछौँ नयाँ ब्लगमा पछाडिबाट दिइरह है ल ब्लग इन गरौँ अब होइन सबैले बाई ह्याप्पी न्यु इयर